अब न्यू इयर इभ न्यू इयर इभ भन्न आउँछ मलाई खालि आज क्रिसमस इभ। हेलो नमस्ते सबैजनालाई अनि मेरी क्रिसमस। आज चाहिँ लाङ्काइफुङबाट ल लाङ्काइफुङ के हो यो अब ट्याक्कै प्रोनाउन्सिएसन गर्न। स्पाइडरम्यान वो लुक स्पाइडरम्यान हौ कि सुपरम्यान हो? सुपरम्यान पनि होइन, पकेटै छैन, स्पाइडरम्यानै हुनुपर्छ यो। के हो खोइ के यसले आँखा देख्छ? शक्तिम्यान होला नि। शक्तिम्यान होइन, खोइ के हो, खतरा छ। ल आज चाहिँ क्रिसमस इभको अवसर पारेर यी जताततै यति धेरै मान्छेहरू होइन। सेक्युरिटी फोर्स पनि आजको एकदम स्ट्रिक्ट छ यहाँ। अब निकै मजाले सेक्युरिटीहरू पनि बसेको छ यहाँ। देख्नुहुन्छ परीको पनि अब आगमन भएको छ आजको यो न्यू इयर इभ पार्टीमा। अब यहाँ सेक्युरिटीहरू मजाले बस्नुभएको छ होइन। यहाँ चाहिँ सुपरम्यान हो कि स्पाइडरम्यान हो कि के हो कि खोइ, म पनि आउनु पऱ्यो नि त त्यहाँ भिडियोमा। ल रमाइलो छ निकै आजको इभ चाहिँ एकदमै रमाइलो देखिरहेको अवस्था छ होइन। अहिले यहाँ चाहिँ अब सेक्युरिटी पनि निकै टाइट तरिकाले गरेको जस्तो देखिन्छ, किनभने अब यहाँ चाहिँ लफडा हुनसक्छ होइन, जे पनि हुनसक्छ। त्यही भएर सेक्युरिटी पनि राम्रो छ यहाँको, एकदम बाक्लो तरिकाले सेक्युरिटीहरू बसेको। सेक्युरिटी भन्दा पनि यहाँको अब पुलिसहरू सेक्युरिटी निकै राम्रै छ। मेरो साथीहरू त भिडभाडमा हरायो, अहिले भेट्नु गाह्रो हुन्छ। त्यही भएर यहाँ अब देखिरहेको चाहिँ यो स्पाइडरम्यान हो कि सुपरम्यान हो होइन, स्पाइडरम्यान होला यो सायद। यहाँ छ बहिनीहरू, फोटो खिच्ने हो यहाँ। यो तरिका यो पोज दामी छ, सही छ। के बस्नु नि, बस्नु अँगालो मारेर बस्नु, सुपरम्यानसँग अँगालो मारेर बस्नु। ल बिचराले आँखा देख्दैन हेर्छ। ल बहिनीहरू यहाँ आज चाहिँ अब सुपरम्यानसँग सुपरम्यानसँग ल सबैजना इन्जोय गरिरहेको अवस्था छ। ल ल ल ल ल ल ल वाउ, ल पोज पनि दिइराख्नु भएको छ उहाँले। दामी छ है। ल खिचिरहेछ ल सबैजनाको। ल बिचराले आँखै देख्दैन हेर्छौ। ल दामी। ल थ्याङ्क यू। ल यहाँ बहिनीहरूको पालो कुरेर बसिराख्नु भएको रहेछ। पोज दामी छ। ल यहाँहरूको पोज हेर्नु। ल उहाँहरूको पोज खतरा छ। पोज रहेछ नि त यो, दामी। उहाँ पोज हेर्नु नि यस्तो खालको दामी। ल अब हामी कन्टिन्यू एकछिनलाई अब तल माथि सबैतिर घुम्ने, के अरे अब यहाँको माहौल देखाउने सोच बनाएर तल माथिदेखि तल झर्दैछु। अनि फेरि तलसम्म पुगेर अनि तलदेखि फेरि माथि चढ्ने भन्ने सोच छ। उसको उहाँको त गर्लफ्रेन्डसँग आएको रहेछ नि त। ल दामी। ल कस्तो दामी। ल ब्युटिफुल, सो ब्युटिफुल। ल एकदम राम्रो, एकदम दामी। ल कस्तो दामी। ल
पोज उहाँको पोज दामी छ ल सुपरम्यान 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 स्पाइडरम्यान दामी कस्तो दामी देखिरहेछ तर उसले आँखै देख्दैन होला यार सबै टालिदिएर क्या उसको उसलाई चाहिँ उयो बहिनीले डोर्याएर हिँडाइरहेछ होइन दामी छ वाउ ल यस्तो पनि देख्न पाइन्छ है ल आजको न्यु इयर इभमा देखिएको अब यहाँको फोटो खिच्नेहरूले बिचरा उसलाई हिँड्नै दिइरहेको छैन एक पाइला सर्यो फोटो खिच्ने मान्छेहरू यत्तिकै आइरहेछ सो 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 नाइस एकदमै दामी ल बिचरालाई हिँड्नै दिइरहेको छैन मान्छेहरूको रहर सोखहरू पनि के हो होइन बिचरालाई एक पाइला हिँड्न पाएको छैन ल म छु यहाँ वान्चाईको स्पेसल ठाउँतिर अनि यहाँ आज क्रिसमस इभ भएको कारणले एकदमै धेरै मान्छेहरू हुनुहुन्छ अनि म चाहिँ आज एकदम चिसो लागेको कारणले मैले यसरी मास्क लगाएर मजाले बाहिर प्रोटेक्ट गरेर निस्किएको छु होइन अब एकछिनको लागि मात्रै निस्किएको म अनि तपाईँहरूलाई के छ भनेर देखाउनको लागि स्पेसल यहाँ छ यस्तो सबैजना फोटो खिच्नमा व्यस्त हुनुहुन्छ है यो ठाउँ चाहिँ अब वान्चाईको विशेषै होला यही होला अलिक मजाले बनाएको देखेको ठाउँ चाहिँ होइन अरू ठाउँ खासै देखेको छुइनँ अब हेर्दै जाउँ कता कता कस्तो छ तपाईँहरूलाई अब देखाउने कोसिस चाहिँ गरिराख्नेछु एकदमै धेरै क्राउड छ होइन भिडभाड झ्याउ लाग्दो वातावरण अहिलेको यहाँको वातावरण चाहिँ एकदमै झ्याउ लाग्दो क्या यो भिडभाड चाहिँ मलाई झ्याउ लाग्छ म आज 2 दिन पछाडि निस्केको मलाई चाहिँ अलिक सन्चो नभएको कारणले घरमै सिरकभित्र पसेको अवस्था थियो अहिले चाहिँ कस्तो छ त बाहिर यहाँको माहौल भनेर निस्केको बाहिर होइन तर सबै मान्छेहरू इन्जोय गर्नमा व्यस्त यता हेर्नुहोस् त सबैजना कोही फोटो खिच्ने कोही के गर्ने एकदमै धेरै मस्ती टाइम रहेछ यो चाहिँ खत्रै हुँदै रहेछ नि त साथीहरू ल खतरा एकदम खतरा ल यस्तो धेरै मान्छेहरू निस्किरहेछन् होइन कोही त जाने बाटै छैन बाहिर क्रस गर्ने बाटै छैन यार फोटो खिच्नेहरू चाहिँ पाइन्छ लास्टै यस्तरी अनि तपाईँहरूको क्रिसमस इभ कस्तो चलिरहेछ अहिले साथीहरू है जसले मनाउनुहुन्छ क्रिसमस राम्ररी मनाउनु होला ह्याप्पी रहनु होला है अनि यहाँको यस्तो माहौल चाहिँ एकदमै गर्मी छ यता क्रस गरेर जानुपर्ने रहेछ यार क्रस गर्ने ठाउँै छैन रहेछ नि त यार म अर्को बाटो बाहिर निस्किनु पर्ने थियो है प्रोग्राम हुँदैछ कि क्या यहाँ पर मेबी हो प्रोग्राम हुँदैछ त्यही भएर क्रस गर्न सक्ने कुदै घुमेमा गयो यस्तो छ साथीहरू ल
अहिले यहाँ क्रस गर्न सकेला जस्तो लागेन मलाई होइन। म यो साइडबाट जान्छु अहिलेलाई। लड्यो भने त लास्ट ल्याङ हुन्छ फेरि। के हुँदैछ यहाँ? के भइरहेछ यहाँ खासमा? ए यो हिँड्ने बाटो त यतापट्टि बनाइदिएको रहेछ नि त। वान्चाईको क्रिसमस स्पेसल इभेन्ट गर्ने ठाउँ नै सायद यही हुनसक्छ है ल। किनभने अरू ठाउँ खोइ खासै बनाएको देखिनँ। अब फेरि साइडतिर हल्का फुल्का छ होइन। अनि यस्तो छ है, यस्तो बनाएको छ। यहाँ उहाँ के छ खोइ, मान्छेहरू चाहिँ लास्टै धेरै छ है। जहाँसम्म लाग्छ अब यिनीहरूको विशेष चाड नै यही होला। यहाँ हङकङवासीहरूको है, त्यही भएर पनि एकदम ग्यादरिङ भइरहेको हुन्छ यिनीहरू। ओभरै धेरै केटा र केटीहरू मात्रै देख्छु म चाहिँ होइन। यस्तो धेरै मान्छेमा पनि केटा र केटी मात्रै धेरै। यताबाट जानु पर्यो, सरी ठेल्दै भए पनि जानु पर्यो नि। अब के गर्नु, म चाहिँ यहाँ बहिनीहरूलाई भेट्न आएकोमा चाहिँ खासमा यहाँ पर उनीहरू चाहिँ फोटो खिच्नमा बिजी रहेछन् दुईजना। ल देखिरहेको छु मैले, त्यो दुईजना त पुरा यस्तो भएर बसिरहेको रहेछ त। पुरा सिङ लगाएर आइरहेको रहेछ। यस्तो छन् दुईजना, देखेको छैन उनीहरूले मलाई अझै अहिलेसम्म।